Hi and hello everyone. Welcome back to my channel. This is Dawa Chatan Sherpa from Sandakpur. भिडियोमा तपाईहरुलाई स्वागत गर्दै आजको भिडियोमा म तपाईहरुलाई नेपाल भारतको सीमावर्ती क्षेत्र मानेभन्ज्याङको भिडियो लिएर आएको छु। मानेभन्ज्याङ सन्दकपू ट्रेकिङ गर्दै गर्दा भेटिने अन्तिम बजार अर्थात् यो एउटा सानो बजार हो। यो बजार इन्डियाको सिलिगुडी, कलकत्ता, दार्जिलिङ जस्ता ठाउँहरूको नजिकै भएको हुँदा यहाँ भारतीय मूलका पर्यटकहरूको आगमन धेरै हुने गरेको पाइन्छ। यहाँ शेर्पा, तामाङ, भोटे, ब्राह्मण, क्षेत्री, राई, थामी आदि इत्यादि जात-जातिको बहुल्यता रहेको छ। यहाँको मानिसहरू प्रायजसो सबै पर्यटन व्यवसायमा आबद्ध भएको पाइन्छ। यस ठाउँलाई ल्यान्ड अफ द ल्यान्ड रोभर उपनामबाट पनि चिन्न सकिन्छ। तुलनात्मक रूपमा भारतीय अन्य बजारहरूभन्दा यो बजार निकै सफा र सुन्दर छ। यहाँ एक तरफ भारत, एक तरफ नेपाल छ। यहाँ बसोबास गर्ने मानिसहरूको डकुमेन्ट्स भलै इन्डियन भए तापनि तर उहाँहरूले बोल्ने र उहाँको लवाइ खवाइ सबै नेपाली संस्कृतिहरूको झल्किने खालको देख्न सकिन्छ। सरकारले भलै सीमा छुट्याए तापनि यहाँ बसोबास गर्ने मानिसहरूमा को नेपालको को भारतको भनेर छुट्याउन निकै मुस्किल पर्ने देखिन्छ। यस क्षेत्रका अधिकांश मानिसहरू पर्यटन व्यवसायमा आबद्ध छन्। कोही गाइड छन् भने कोही होटल व्यवसायहरू सञ्चालन गरेर आगन्तुक पर्यटकहरूलाई सेवा सुविधा प्रदान गर्दछन् भने अधिकांश बाहिरका व्यक्ति जो भारतीय मूलको तराई भेगको मानिसहरू छन् उहाँहरूले चाहिँ किराना पसलहरू सञ्चालन गरेर सन्दकपुरसम्मको पर्यटनलाई धान्न सक्ने सरसामानहरू उहाँहरूले बिक्री वितरण गर्ने गर्दछ। यसभन्दा माथिल्लो क्षेत्रमा यस्ता ठुला सहरहरू नभएको र ठुला पसलहरू नभएकोले गर्दाखेरि सन्दकपुरको प्रायजस्तो होमस्टे होटलहरूमा यहीँबाट सामानहरू सप्लाई हुने गर्दछ। देख्दै गर्नु भएको बाटो चाहिँ मानेभन्ज्याङ टु सुकियाको बाटो हो। नेपालसँग कम्पेयर गरेर हेर्ने हो भने यो बाटो निकै दिगो छ। यो बाटो चाहिँ साइडमा ढलान गरेर बीचमा चाहिँ ब्लक ओछ्याइएको छ जसले गर्दाखेरि लङ टर्म दिगो रहन सक्ने देखिन्छ। मानेभन्ज्याङबाट करिब 3 किलोमिटरको दूरीमा रहेको यो अर्को बजार हो सुकिया बजार। यहाँबाट तपाईँ पशुपतिनगर, दार्जिलिङ, घुम, सुनदा यी क्षेत्रहरूको लागि बाटो छुट्ने गर्दछ। यहाँबाट यहाँको मूल समस्या भनेको पार्किङको समस्या छ। नेपालमा जस्तो ठुलो बाटो यहाँ छैन। नेपालमा बाटो ठुलो छ तर बाटो पिच छैन। इन्डियामा बाटो सबै पिच छ तर बाटो फराकिलो छैन। यहाँको बाटोहरू कन्जस्टेड छन्। त्यही माथि धेरै भिडभाड हुनेले गर्दाखेरि यहाँ चाहिँ गाडी लिएर घुम्न आउन चाहिँ निकै मुस्किल छ। यहाँ तपाईहरूले पार्किङ भेट्न निकै गाह्रो हुनेछ। दार्जिलिङको कम्पेयरमा यहाँ थोरै कम भए तापनि तर यो बजार पनि निकै अस्तव्यस्त रहने बजार हो। यहाँ पनि पर्यटकहरूको बाक्लो र स्थानीयवासीहरूको एउटा
खरिद बिक्री केन्द्र जस्तो ठाउँ भएकोले गर्दाखेरि यो बजार पनि निकै अस्तव्यस्त रहने गर्दछ। यो सिजनमा देखिने पर्यटकहरू तराई भेगका गर्मी छल्नका लागि यता आएको हुनाले गर्दाखेरि यहाँ ठुलो बर्सात हुँदा पनि पर्यटकहरू रमाइरहेको देख्न सकिन्छ। नाउ वी आर हेडिङ टुवर्ड्स जोरपोखरी। यो चाहिँ सुकियादेखि नजिकै रहेको एउटा पर्यटकीय गन्तव्य हो। यो चाहिँ नेपालको श्री अन्तुसँग कम्पेरेटिभली सिमिलर छ। धुप्पी सल्लाको बोटको बिचैबिच एउटा बाटो गएर दुईवटा पोखरीको बिचमा गएर टुङ्गिने ठाउँ हो रहेछ। यो चाहिँ जोरपोखरीको इन्ट्रान्स। यहाँ देखिने प्राय दृश्यहरू सबै आर्टिफिसियल छ। प्राय जस्तो ठाउँमा कङ्क्रिट युज भएको छ। तैपनि पर्यटन भनेको एउटा फ्यासन हो। यस्तै ठाउँहरूमा पनि टुरिस्टहरूको राम्रै उपस्थिति देख्न सकिन्छ। अगाडि एउटा सर्पको टाउको बनाइएको छ र थोरै पानी जम्मा गरेर यहाँ माछाहरू राखिएको छ। प्राय जसो गर्मी छल्न आउने पर्यटकहरू यहाँ आउने भएकोले गर्दाखेरि यस्तै ठाउँहरू पनि निकै मजाले चलिरहेको देख्न सकिन्छ। निकै व्यस्त छ यो ठाउँहरू। यहाँ देखिने प्राय टुरिस्टहरू तराई मुलको बेङ्गली भाषा बोल्ने टुरिस्टहरू देख्न सकिन्छ। यस भिडियो खिच्नका लागि मलाई ठुलो सहयोग गर्नुहुने, मलाई साथ सहयोग दिनुहुने मेरो प्यारो दाइ पासाङ शेर्पालाई मैले सम्झिनै पर्ने हुन्छ। उहाँले आफ्नो समय निकालेर मलाई यस क्षेत्रतिर घुमाउनु भयो। उहाँ नै हुनुहुन्छ। विशेष धन्यवाद उहाँलाई भन्दै आजको भिडियोबाट मैले पनि बिदा माग्ने समय भएको छ। यतिसम्म भिडियो हेरेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै अर्को भिडियोमा भेट्ने बाचाका साथ म पनि बिदा हुन चाहन्छु। हवस् त, बाई बाई।